वेलकम ब्याक टु माई न्यू ब्लग। सबैजनालाई स्वागत छ आजको नयाँ ब्लगमा। र आज चाहिँ म होइन जानभन्दा अगाडि तयार भइसकेँ र आज चाहिँ म जाँदैछु बन्दीपुर। यस, र आज चाहिँ म बन्दीपुर जाँदैछु र आजको स्पेसल गेस्ट मसँग जानेहरू को को छन् भन्ने म तपाईँहरूलाई एकैछिन देखाउनेछु है। ए यता पो ये पानी हो पिसो हो पिसो हामी आइसकेका छौँ होइन। मेरो पछाडि तपाईँहरूले देख्न सकिरहनु भएको छ होला होइन। ठ्याक्क लगाएर अब हजुर भिडियो बना केबल कार चढेको छैन के भिडियो बनाउने अब। ओ शिवजी नि हेरेछ नि त। अब चाहिँ यहाँबाट हामी केबल कार माथि जानेछौँ होइन। अनि केबल कार चढिन्छ, बन्दीपुर घुमिन्छ। अनि पहाडकी रानी बन्दीपुर, तनहुँकी रानी बन्दीपुर। भित्र छिराउनु लाग्छ नि अति गर्मी है बाहिर चल्यो। पहाडकी रानी बन्दीपुर। कपिराइट नलागोस् त्यही हो। एकछिन त हामी केबल कारै नदेखेर आएँ। मैले भित्र बुझेर खोजिरहेको यतातिर छैन। हामी यता यी भर्खर यता यी केबल कार हाम्रो शिवजीमा। अब आउनुभन्दा अगाडि चाहिँ यहाँ फोटोसुट जानुभन्दा अगाडि चाहिँ फोटोसुट हान्नु परेको होइन ढुलमै। एक साइड छु होइन, एक साइड यहीँ लाउने अहिले त्यहीँको हिल्छ पनि लिफ्ट हाल्नु। हजुर भेरी एक्साइटेड फर द सो। सो र के भन्नु, केबल कार चढ्न एक्साइटेड छु अहिले। तपाईँ कति आउँदै हो? यता चाहिँ हाम्रो सोमिनार सक्छ गाजाबाट बनेको सामानहरू हेर्न सक्नुहुन्छ। ब्रान्ड के ब्रान्ड के हो? अनिल दाइ पनि गएछ नि त। पत्र डब्बा हो नि। आयो 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 हाम्रो गाडी आयो 17 नम्बर।
छिड्नु कति तातो हो यार कति तातो हो नि सिट त होइन ढोका लाग्यो अरे किन भिडेको मेरो त के कहाँ गयो भयो अब लाने आज रिङ्गाउ न घटेक्क उही त जाँदा घटेक्क गरेर त बोलाइ फेरि कोही पनि त्यो हेर्दैन त कति हेरौँ ल हामी यता हेर दाइला न ठुलो बाबालाई छेक्की यता हेर्न भने कोरो देखायो मान्छे सब गोरो यहाँ मैप यहीँ है मैप हालतमा पुरै गइसी यो दोस्रो पटक होइन यो केबल कार चढ यो केबल कार चाहिँ होइन दोस्रो पटक केबल कार चढेको थियौँ अनि हाम्रो यो एक्सपिरियन्स चाहिँ एकदमै नराम्रो छ यता भन्नुभएको होइन टुडी खेल्ने यता बजार यता हो त टुडी खेल्ने यता जाने टुडी खेल्नै हो कि हेर्ने हानेको टुडी खेल ग्राउन्ड हेर्न जाने त्यही त नि अनि बन्दीपुर आउन मिल्छ कि बजार आउन मिल्छ कि कत्रो भयो है यो चाहिँ हामी यो बन्दीपुरको के अरे टुडी खेल बन्दीपुरको टुडी खेल्न ठाउँमा छौँ होइन हामी त्यत्रो केबल कार चढेर यत्रो बाटो हिँडेर यहाँ केबल यहाँ आएको होइन टुडी खेल्न अनि तपाईँको एक्सपिरियन्स कस्तो भयो यसपालि यो केबल कारमा चाहिँ ठिकै ठिकै रामलाई ठिकै अलि ढिलो चल्दो रहेछ यहाँको केबल कार अनि मनगाना केबल कार छिटो चल्छ यहाँको चाहिँ ढिलो चल्दो रहेछ अलि घामले पोल्दो रहेछ गर्मीमा पसिना आउँदो रहेछ धेरै त्यो भित्र गुम्सेर यस्तै यो बन्दीपुर कहाँ जान्न फेरि रानी यो त हान्दिन्न पोहोर हुन्छ भनेर होला नि ओहो लैजाउँ घोडान छ है यहाँ त घोडान चढ्नु पर्छ है के हो जस्तो भइरहेको छ नि हर्स राइडिङ हान्नु भने आफूलाई आउँदैन अगाडिबाट अब अर्धसम्म नि आउँछ चढ्ने मात्रै होला टोली चाहिँ हामी यहाँ चटपटी खाएर बसिरहेको होइन चटपटी खाएर भ्याइदियौँ अहिले चाहिँ बाबाले खाइरहनु भयो म ठुल्बाले चाहिँ खाएर गइसक्यौँ यसो एकछिन यताउता हेर्दै बसेको त होइन चाइनिजहरू पनि आएर पनि यतै घुम्न त पुरै होइन ठुलोसँग त नबोलिदिउँ होला जुस छन् होइन धेरै नै पुरै उतैबाट बाटोबाट पुरै यतिर होइन यहाँ खोइ के हो ठाउँ यो रिजर्भ मौसम होइन पुग्यो मलाई त के बुझ्दिनँ त त्यो घोडा हर्स राइडिङ हान्ने कि के हो मम्मी त फेरि भन्नुभएको थियो के अरे हर्स राइडिङ हान्ने भनेर अझै पिरो गर्छ अहिले चाहिँ हामी यहीँ टुडी खेलमा डुल्दै थियौँ र अहिले सबजना ग्रुप मिलेर छुट्टियौँ क्या हामी किन हो पनि के अनुभव त्यस्तो गोर्खा खै कुन हो गोर्खा त्यो डाँडा गोर्खा बजार देखेर त्यस्तै हो र मेरोले फोराक छ भने त माथि जाँदैन डन्डी डाँडा भन्यो नि त्यो उताको डाँडाहरूलाई होला कि गोर्खाबाट के हो गाडीको पुरै सुन्यो त यहाँसम्म अब चाहिँ हामी ठ्याक्क होइन निक्लिँदै थियौँ कि यहाँबाट यो टुडी खेलबाट होइन अनि भर्खरै हामीले आकाशमा एउटा चिज देख्यौँ त्यो देखेर अहिले पनि छक्क छु कि अभि प्याराग्लाइडिङ के कहाँबाट गऱ्यो होला नि
रात यताको डाँडाबाट होला र नि उठ्थ्यो र नि प्याराग्लाइडिङ गर्थ्यो नि होइन हाल्नु पर्छ कि क्या म नि होइन हेऱ्यो थाक्यो फर्क्यो त्यो आइसक्रिम खाने आमा पुग्यो सबैलाई छाता खसायो कोहीले त थाकेर होला नि त्यहाँ उयो चाहिँ जोतो खान जाने बाटो भन्यो त्यहाँबाट हेऱ्यो भने यो बन्दीपुरको कस्तो अब त दाम छैन नि घर कहिले पनि पुग्दैन बाँकी छ थुप्रै घुम्ने ठाउँ हो त नि मैले त्यही यति मात्रै होइन नि बन्दीपुर होइन आमाहरू डाँडा आमाहरूलाई सक्दैन यतातिर टिन्डारातिर लैजानु न रमाइलो छ समय बाटो फेरि 6 बजेपछि 6:30 बजे केबल कार बन्द हुन्छ अरे 7 बजे हो पाउने 7 साढे 6 बजे अरे अब चाहिँ फर्किँला यहाँबाट सिधै अगाडि त्यहाँबाट राम्रो देखिन्छ क्या अब चाहिँ फर्किँला हो कि अब होइन के थाहा मम्मीहरूले कुरा गर्छ अब माथि जाऊँ भन्दै बा तपाईँलाई एउटा कुरा भन्नु केबल कार कस्तो लाग्थ्यो तपाईँलाई अघि केबल कार एकदम गर्मी हट अनि हट एन्ड हट्यान के त हट एन्ड हट भने हट्यान हटाएर होला नि डबलै हट डबलै हट्यो अनि यो बन्दीपुरको यो ठाउँ चाहिँ कस्तो लाग्यो शीतल शीतल छ अरू छ भने त्यस्तै सामान्य आउन मन लागिरहेन यहाँ किनभने अब ज्यान गयो आउँदैन के कारणले नाम बनाए खासै रमाइलो छैन अनि अनि के त त्यही मात्रै खासै रमाइलो छैन पाइपट्टि गउँ होला होइन हावापानी चाहिँ मिठो छ त्यही होला धार गउँ भने उ सिधा होइन पाइपट्टि हो कि बढी अनि हावापानी मिठो खानेकुरा नि खानेकुरा चटपट थाहा थियो त्यहाँदेखि मिठै रहेछ अनि भग्ला खान अरू कुरा केही पनि खाएको छैन मिसनामा पछाडि फोटोसुट हान्दै हामी भइरहन्छ च्याप्न आउँदैन आउँछ हेर न तरिका नै यहाँ बन्दीपुर त निहाल्छ ऊ त्यतातिर बुढोको छ आमा के अरे खानुभयो आइसक्रिम नि हेर्नु त्यहाँ आइसक्रिम हात तरी पाएन त छ आइसक्रिम ए के अरे ऊ दही के लस्सी त यहीँ बनाइन्थ्यो लस्सी त यहीँ बनाइन्थ्यो दही नभए के लस्सी बनाउँछ दही आफूलाई उता छुटेर पो हुँदैन लस्सी त बनाउनु फ्रिजमा होला नि हाल्दै बनाउनु खानु के भने हेर्नु त्यहाँ के खान्छ पकाउने बनाउँछ भने One eternity later. अहिले चाहिँ हामी उता के केबुल कारबाट अब आइसकेका छौँ र यता माथि चाहिँ अब साइक्लिङ हान्न जान लाग्यो यता बाटो कहाँ मुनि जानु ल अब यो ब्यानर चाहिँ यो ब्यानर देखेर मलाई कस्तो दामी लाग्थ्यो क्या अघि चाहिँ माथि साइक्लिङ हान्न जान लाग्यो अघि घोडा चढ्न त पाएन मम्मी पाएन चढी भ्यायो कहिले चढ्यो पोखरामा चढेको थियो के भएर म मुस्ताङ जाँदा पनि चढेन अरू चढेँ म त चढेन आहा हिँडेरै गएन घोडासँग नराम्रो दुर्घटना भएको थियो र पुगेको थिएन ओ के अरे यो कङ्गारू फुर्किन्न त्यही गर अलि गर्ने म शिवजी घामले त कस्तो ओखा हाने त यी मयूर यही छ पुतली हाँ त्यो चरा त्यो उड्दैन छाता उड्दैन त छाता हातमा लिने मृग
मृग नि त्यो मृग ताती लाएर रहेछन् त्यहाँ हेर न त्यहाँ कित्लीमा यो के हो त यो ऊ त्यो कित्लीमा हेर्नु होला साइकल कित्ली हेर्नु कित्ली केमा अडेखा होला त्यो कित्ली भन्ने अहिले हेर्दै जाऊँ न गएडा त्यही छ जाने त हो नि है यहाँ तिकी तकी हान्न यहाँ पानी शिवजी यहीँ हुनुहुन्छ पानी झार्थ्यो होला नि यहाँ त पानी झर्थ्यो होला कहाँबाट झर्ने पर्वतबाट त पानी झर्नु पर्ने हो त्यो पर्वतबाट पानी झर्दैन यो पर्वतबाट खोइ कहाँ हो गेटमा शिवजी यहाँ हुनुहुन्छ नि लु अहिले चाहिँ हामी रेडी भइसक्यो र सबसे पहिला चाहिँ जान लाग्छ मेरो मम्मी खोइ त मेरो चाहिँ अब साइकल रेडी भइछ आत्या तपाईँ एक्साइटेड कहाँ बस्नु म बोलाउनु होइन मलाई त्यसमा स्ट्यान्डको के काम हुन्छ नि फेरि त्यो साइकल स्ट्यान्डको कहाँ रोक्ने थियो के थियो बाटो पुरै दाइ खाने त्यहाँ यो ब्रेक केही नगरे नि चल्छ भिडियो गर्न पाइन्छ क्या है चलाएर आफै डोरी चाहिँ चलेको हुन्छ चल्दैन सो अब चाहिँ हामी साइकलिङ गरेर आइसक्यौँ होइन र अब चाहिँ हामी घरतिर लाग्नु लाग्यो म फेरि त्यहाँ फोटोसुट फेरि होइन कस्तो मजा लाग्यो होला नि फोटो खिच्न जियोस् मलाई साइकलिङ त्यस्तो त्यति राम्रो पनि लागेन होइन कति नै पो थियो र 70 हो कि कति भन्छ त्यस्तै मिटर त्यो भएर खासै लामो पनि थिएन र मजा नि आएन होइन त्यही हो भन्नु खोजेको चिज चाहिँ मलाई यो यहाँ आजको ट्रिप मन परेन न यो केबल कार न यो साइकलिङ जिप लाइन पनि एकचोटि ट्राई गरेको हो पिजन हिलमा त्यो चाहिँ दामी लाग्थ्यो जोस् होइन अनि यो चाहिँ त्यस्तो विधि मन परेन त्यही हो अब चाहिँ तलतिर लाग्नु पर्ने हुन्छ किनभने सबैजना तलै छन् र म मेरो बाबा चाहिँ पछाडि हुनुहुन्छ त्यहाँ अब सिधै गई सबैलाई भेट्ने छौँ है त म सो यो चाहिँ हामी घर आइसक्यौँ र सबैजना आफ्नो आफ्नो ठाउँमा विश्राम गर्दैछन् होइन अनि म चाहिँ त्यो चटपटेले पछितिर लास्टै छटपटे बनाएँ होइन त्यो भएर मैले दही खान लाग्यो पेट अति नै पोलेको मेरो चाहिँ होइन र आजको भ्लगलाई यति नै थ्याङ्क यू सो मच फर वाचिङ आई होप तपाईँ भ्लग मान्छे सबैलाई मन पऱ्यो होला भन्ने आशा राख्दछु र आजको भ्लगलाई यति नै थ्याङ्क यू सो मच फर वाचिङ चाँडै नै भेट्नेछौँ नेक्स्ट भ्लगमा बाई